भारतको जन्तर मन्तरको दृश्य आज कतिजनाले हेर्नुभयो। आज त्यहाँ मजाले सेलिब्रेसन चलिरहेको छ, विजय र्याली चलिरहेको छ र त्यो पनि जेनजी आन्दोलनको एउटा सक्सेसको रूपमा लिइएको छ। त्यहाँ चाहिँ जेनजी आन्दोलन सुरु भएको करिब 1 महिना भइसकेको थियो। 1 महिना लामो जेनजी आन्दोलनले अन्ततः आफ्नो मुख्य माग हैन र शिक्षा मन्त्रीको राजीनामा, शिक्षा मन्त्रीलाई चाहिँ जवाफदेही बनाउने, अकाउन्टेबल बनाउने के कुरामा त भन्दा प्रवेश परीक्षाहरूको क्वेसन पेपर सुरुमै लिक गर्ने, बिक्री गर्ने हैन। जब 12 लाख आइसीसम्ममा एउटा प्रवेश परीक्षाको क्वेसन पेपर लिक गरिएको भनेर जानकारी आएको र यो विगत कति 24 वर्षमा अहिलेसम्म जम्मा 18 जनालाई, जबकि त्यहाँको हरेक प्रवेश परीक्षामा क्वेसन पेपर लिक हुने गर्छ, तर विगत 24 वर्षमा जम्मा 18 जनालाई कारबाही भएको रहेछ र त्यसमा पनि कारबाहीमा परेकाहरू 2 दिनमै जमानतमा छुटेका रहेछन्। यसको तीव्र विरोध गर्दै जब विद्यार्थीहरूले आन्दोलन सुरु गरे, तब मोदी जस्तो, मैले सफ्ट तानाशाह भन्छु मोदीलाई, हाम्रो ओलीभन्दा चाहिँ 2-4 गुणै बढी तानाशाह हुन्, तर पनि तानाशाहकै क्याटेगोरीमा नाप्ने हो भने उनी सफ्ट तानाशाह हुन्। उनको एउटा मैले विशेषता के देख्छु भने 1000 जना व्यक्तिलाई एउटा कुनै फाइदा हुन्छ भने 2-4 जना व्यक्ति ज्यानै जानु पर्यो भने, उनीहरूको ज्यानै जानु पर्यो पनि बिगर गुडको लागि चाहिँ सानोतिनो सेक्रिफाइस गर्नुपर्छ भन्ने मान्यता राख्ने नेता भनेर मैले चिन्छु उनलाई। उनी पनि अन्ततः झुक्नु पर्यो, त्यस्तो नेता पनि अन्ततः झुक्नु पर्यो। र उनको मन्त्रीमण्डलको बारेमा एउटा के भनिन्थ्यो भने एनडीएको सरकार हैन, जुनलाई चाहिँ बीजेपीको एलायन्स हो, त्यो सरकारमा चाहिँ कसैले पनि राजीनामा दिँदैन। यो भन्ने अरू कोही हैन, बीजेपीको एकदम शीर्षस्थ नेता अहिलेका डिफेन्स मिनिस्टर राजनाथ सिंह थिए। त्यो उनको कुरा के भने बीजेपीले आफूले जे पोलिसी ल्याएको छ, जे गरेको छ, त्यसको बारेमा चाहिँ उसले कहिले पनि पछि हट्नु पर्दैन। उनीहरूले त्यति ग्यारेन्टीका साथ अगाडि कानुन ल्याउने गर्छन्, पोलिसी ल्याउने गर्छन् भनेर उनले त्यो ठोक्वा दिएका थिए। तर 12 वर्षको इतिहास, 12 वर्षको मोदीको शासनकालमा पहिलोचोटि कुनै उनको मन्त्रीमण्डलको कुनै एक मन्त्रीले, त्यो पनि तपाईँले अझ डिटेलमा गएर हेर्नुभयो भने सम्पूर्ण बीजेपीको म भन्दिनँ, तर अमित शाह र मोदीको वर्चस्व रहेको बीजेपीमा चाहिँ उनी टप 5 नेतामा पर्छन्। मोदीले र अमित शाहले सङ्गठनमा ट्रस्ट गर्ने नेताहरूमध्येमा टप 5 मा पर्ने एउटा नेताले चाहिँ आज राजीनामा दिनु परेको छ। यसले के देखाउँछ भने लोकतन्त्रमा तानाशाह जति बलियो भए पनि, जति विपक्षी दलका नेता सांसदहरूलाई किनबेच गरे पनि, जति मुद्दाको सीबीआईको डर देखाएर गुपचुप पारे पनि, अन्ततः जब युवा जाग्छ, जब जेनजी जाग्छ हैन, जब सही मुद्दामा, आम नागरिकको मुद्दामा कसैले कुरा उठाउँछ हैन, यसमा चाहिँ के देख्न सकिन्छ भने कक्रोच जनता पार्टीले यो मुद्दालाई बोकेको देख्न सकिन्छ हैन। हाम्रो सोनाम वाङचुकले त्यसमा समर्थन जनाएर 26 दिनसम्म अनसन बसेको देख्न सकिन्छ जब यस्ता सटिक मुद्दाहरू उठ्ने गर्छन्। तर तब जस्तो सुकै तानाशाह पनि झुक्न बाध्य हुन्छ। अन्ततः मोदी झुकेर आफ्नो मन्त्रीमण्डलका एकजना मन्त्रीलाई बर्खास्त गर्न बाध्य